दिदी नमस्ते। नमस्ते। आज त बिहानदेखि दिउँसो ट्याप ट्याप गरी गरी फलोइ बन्द भइसक्यो। बर्बाद भए। बर्बाद भयो आज त। बर्बाद त भएको छैन, पालो आयो, साँझ भए पनि केही छैन। तिमीलाई होइन, तिमीलाई मैले अघि नै पठाइसकेको फेरि रिक्वेस्ट। तिमीले बिहान दिउँसो अघि नै स्टार्टिङमा कोइन फालेको थियो होइन? हजुर। त्यही त मैले अघि नै पठाइसकेको। तिम्रो नाम मैले कतिचोटि बोलाइसकेँ। तिमीहरू बोलाएको बेला आउँदैनौ। लाइभ छोडेर गइसकेको थियो होला तिमीलाई मैले पठाउँदाखेरि। सायद होला दिदी। त्यही भएको लाइभ छोडेर जाने होइन नि त। अनि एक राउन्डमा लाउने बेलामा तिमी त्यही भएर तिमी डबल आउनु पर्यो होइन? एक राउन्ड लाउने बेलामा तिमी त्यहाँ छैन भने मलाई थाहा हुन्न कि आएन भनेर। तिमी अहिले फेरि फुर्र फाले भएर देखेँ मैले। नभए तिम्रो पालै नआउने रहेछ। हेर त कस्तो फेरि आउँछ। आजको दिन त मेरो नाइ आज चाहिँ आयो दिदी, ठिक छ नि त। ठिक छ, तिम्रो आइडी सो गर्न मलाई तिम्रो आफ्नो ठाउँमा छ। तर तिमी फेरि ला मेरो पालो आएन भनेपछि तिमी कमेन्टमा एक्टिभ हुने के दिदी मेरो हस् पालो काट्यो भनेर कमेन्ट गर के। त्यो गऱ्यो भने सजिलो हुन्छ। गरेको गरेकै हस्। कमेन्ट गरे गर्ने त्यस्तो भएपछि किन हुन्छ कोही दिदी गर्दा हुन्छ। गर्ने होइन? फटाफट फलो गर त बिचरा। त्यो गर्दा फेरि मलाई फेरि अप्ठ्यारो लाग्छ कि त्यस्तो गर्दाखेरि है। हुन्छ दिदी हुन्छ। ल 5जना हो, अप्ठ्यारो लाग्छ कि फेरि। ल 5जना आऊ त। गङ्गा आऊ त, बेनिता आऊ त, कमला बस्नेत आऊ त, शर्मिला अधिकारी आउनु त, पार्वती मगर आउनु त, विनोद मगर आउनु, अनु गुरुङ आउनु त आउनुभयो। 5जना एकै ठाउँमा भनिदिनु सबैजना। टाइम वेस्ट नगरिकन एकै टाइममा भनेको बुझ्नुहुन्छ? दोन 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 सबैजना एकै टाइममा। टाइम वेस्ट नगरिकन एकै टाइममा सबैजना जाने। उठुटुटुटै फलो गर्ने फास्ट जाने। ल 5जना आउँछ फेरि। टाइम वेस्ट नगरिकन एकै टाइममा आउने ल। ल 5जना आउँछ सबैजनाले एकै टाइममा भर त। दोन दोन दोन